डाँडा टक्कै नेपाल जस्तै फिल आउँछ है यता चाहिँ बुफर म्युजिकसँग। अनि यो सानो गोब्रोको साथ पुरा भुइँमा कुवाको रहेछ कोरियनले। हामी बस्ने नजिकैको नदी भनेको यही है, सललल बग्छ टक्कै नेपालको जस्तै है। मैले जाने भनेको यहीँ हो गाइस, तर यस्तो उकालो छ जानै सकिरहेन। हेलो एन्ड नमस्ते गाइस, म चाहिँ आज यस्तो ठाउँमा घुमाउँदैछु तपाईँहरूलाई, कोरियामा नेपालको जस्तै, तर यहाँको डाँडा चाहिँ एकदम बवाल दामी छ। सो यहाँ कम्पनीमा म मात्र छु, एकजना दाइ नेपाल जानुभएको छ। म बस्ने चाहिँ यता बस्छु अगाडितिर, हाम्रो काम गर्ने कम्पनी चाहिँ यो हो। र म आज जाँदैछु पछाडिको डाँडा टक्कै नेपाल जस्तै फिल आउँछ है यता चाहिँ। काम जे जस्तो भए पनि यता चाहिँ सो बस्ने वातावरण चाहिँ एकदम राम्रो छ होइन। पछाडिको भ्यूहरू यो कम्पनीभन्दा पछाडिको आमामा हेर्नु न है, उता क्या दामी छ क्या सर। म चाहिँ अब साइकलमा जाँदैछु उता। सो तपाईँहरूलाई चाहिँ आज देखाउँछु यहाँको बवाल भ्यू छ है कोरियाको। जोस् तपाईँले जोस् यस्तो चाहिँ ठाउँ देख्नु भएको छैन। यो चाहिँ छुङजुसी भित्र पर्छ यता। ल म त्यता जाँदैछु साइकलमा, सो भिडियोमा जोडिरहनु होला। म रेडी भएर पनि साइकल पनि रेडी भइसक्यो। साथमा चाहिँ एउटा यो सानो बुफर म्युजिकसँग अनि यो सानो गोब्रोको साथमा। सो आजको भिडियो कस्तो हुन्छ, सो हाम्रो चाहिँ जोडिरहनु होला है गाइज। रहेछ सो मैले यसलाई पनि अब लक गरेर म जाँदैछु। अब कोही पनि छैन यता, म एक्लै मात्र हो गाइज। rồi biết đi về đâu, trôi theo hàng ngày phiêu bồng ai thấu lòng। गाइज यतातिर आरुगलाई चाहिँ के भन्छ फोक्सुङा। यहाँ चाहिँ खै किन नबेचेर यसरी पुरा भुइँमा कुवाको रहेछ कोरियनले। अब टिपेर खायो भने फेरि सिङ्गो गरिदिन्छ। खाना चाहिँ भएन, यसरी फालेछ हेर त खेर। आम्मामा यही माडमा गएर किन्यो भने कत्रो महँगो हुन्छ। यहाँ चाहिँ फेरिमा एक दाना नि खान मिल्दैन, फेरि सिन्को गर्छ भोटेले। अनि हिजो उता पनि स्याउ बवाल थियो, सो त्यो स्याउको भिडियो पनि जोडेर राखिदिनेछु। र अगाडि धान पनि एकदम राम्रो छ। म त्यो जाँदैछु डाँडा आज, त्यो माथिको देखिनेवाला यो यताको चाहिँ यसको माथि टप जाँदैछु। यो ठाउँ चाहिँ त्यत्तिकै नेपाल जस्तो महसुस हुन्छ क्या, त्यत्तिकै नहेर न पछाडिको भ्यू आम्मामा है। यता धान पनि यस्तो दामी पाक्न लागेछ, गाउँ पनि सानो छ है यो। यस्तो दामी छ धान चाहिँ। हामी बस्ने नजिकैको नदी भनेको यही है, सललल बग्छ टक्कै नेपालको जस्तै है। आम्मामा भने यतातिर है धानहरू त काट्ने बेला भएको छैन, अब पियालो चाहिँ भयो, अब काट्छ होला केही समयपछि। जोस् रमाइलो छ यतातिर ठाउँ। एक्लो भए पनि प्रकृतिसँग भुलिँदैछु म। सो मान्छे कोही पनि छैन यता, नेपाली पनि चिनेको पनि कोही छैन, त्यसैले एक्लै भए पनि रमाउन सिक्दैछु यतातिर। जीवनको महसुस भनेकै एक्लै हो, एक्लो मनले नै महसुस गरेर खुसी हुने हो यतातिर है। यस्तो धानहरू छ टक्कै। म चाहिँ जाँदैछु डाँडा पाखातिर। अब सहरतिर घुम्ने त्यस्तै हो, प्रकृतिसँग चाहिँ हराउँदैछु म। यही एउटा साइकलले साथ दिन्छ, म एक्लो यात्री बरबर आउँछु। रियल यात्रा यही नै हो।
sắc hoa sắt vàng mặc kệ dốc mấy ngàn rồi biết đi về đâu trôi theo áng mây phiêu bồng ai thấu lòng có nhớ ai thấu hiểu lòng thương lắm vẫn duyên lỡ làng ai thương thân này đời có ngước lên trời cao dang rộng cánh tay từ cánh chim bay là lời nhưng nào ai hay có thấu trao chờ mùa xuân tới thân này chơi vơi chờ khắp thế gian im lặng họ vào ánh mắt chuộc lòng nhân gian ôi phần tơ duyên sao xa duyên sao xa phần tơ duyên sao xa phần tơ duyên sao xa sông sâu được ta có thâu vai vai lượt được bao lâu ta cho một chuyến quá mau để tranh về ngập đau đầu con tim này ai dẫn lối chỉ mong đừng vô vấp tôi cứ chốc vài giây bối rối hay nghĩ suy đừng để ta chơi và làm chi dứt khoát đất chất đã từ bi thôi dứt khoát biệt ly buông đôi tay chấm mệt và đi khoan dung qua làm chi vì đâm sau lưng mà không thấy gì để đổi lại một chút nhân nghĩa phong thế có ngước lên trời cao dang rộng cánh tay từ cánh chim bay là lời nhưng nào ai hay chờ mùa xuân tới thân này chơi vơi chờ khắp thế gian im lặng họ vào ánh mắt chuộc lòng nhân gian ôi phần tơ duyên sao xa मैले जाने भनेको यहीँ हो गाइस तर बाटो नै रहेन सक्या जाने फेरि अब कसरी जाने यता टुप्पिसक्यो उतादेखि आएको कसरी जाने होला थाक पनि लागिसक्यो कसरी जाने यो माथि टपमा नसकेला जस्तो छ आज यस्तो उकालो छ जानै सकिरहेन म चाहिँ उता त्यहाँदेखि आएको पसिनाले त मार्यो नि